नमस्ते। तपाईँ निर्माण व्यवसायमा नयाँ हुनुहुन्छ, सायद भर्खरै कम्पनी दर्ता गर्नुभयो होला, वा इन्जिनियरिङ सकेर आफ्नै काम सुरु गर्ने जोसमा हुनुहुन्छ। सपना ठूलो छ, तर पहिलो खुड्किलो कहाँबाट सुरु गर्ने? त्यो खुड्किलो हो सरकारी ठेक्कामा भाग लिनु, अर्थात् टेन्डर भर्नु। अनि नेपालमा यो सबै काम आजकल अनलाइनबाटै हुन्छ, विद्युतीय खरिद प्रणाली अर्थात् इजिपी पोर्टल मार्फत। सुरुमा यो प्रक्रिया अलि झन्झटिलो र डरलाग्दो लाग्न सक्छ। कुन कागज कहाँ हाल्ने, कुन नम्बर कहाँ भर्ने, केही गल्ती भयो भने के होला, यस्तै अनेक प्रश्न मनमा आउँछन्। तर नआत्तिनुहोस्, यो एउटा व्यवस्थित प्रक्रिया हो। आज म तपाईलाई यही इजिपी पोर्टलबाट कसरी सजिलै र सही तरिकाले बोलपत्र भर्न सकिन्छ भनेर एक गरेर बताउँछु। यो तपाईको निर्माण व्यवसायको यात्राको सबैभन्दा महत्त्वपूर्ण सिप हो। ल, सुरु गरौँ। सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा इन्टरनेट ब्राउजर खोल्नुहोस् अनि ठेगाना टाइप गर्नुहोस् www.bolpatra.gov.np/egp। यो नेपाल सरकारको आधिकारिक पोर्टल हो। साइट खुलेपछि तपाईले लगइन भन्ने बटन देख्नुहुन्छ। त्यहाँ क्लिक गर्नुहोस्। अब आफ्नो कम्पनीको प्रयोगकर्ता नाम अर्थात् युजर नेम र पासवर्ड हाल्नुहोस्। यो तपाईले आफ्नो कम्पनी दर्ता गर्दा वा इजिपी प्रोफाइल बनाउँदा पाउनु भएको हुन्छ। लगइन गरेपछि तुरुन्तै पोर्टल खुल्दैन। सुरक्षाका लागि सिस्टमले तपाईको दर्ता गरिएको इमेल ठेगानामा एउटा वान टाइम पासवर्ड अर्थात् ओटिपी पठाउँछ। आफ्नो इमेल खोल्नुहोस्, त्यहाँ आएको कोडलाई कपी गर्नुहोस् र फेरि पोर्टलमा आएर पेस्ट गरी भ्यालिडेट गर्नुहोस्। यति गरेपछि तपाई सिस्टमभित्र पस्नुहुन्छ। अब तपाईको ड्याशबोर्ड खुल्छ। यहाँ तपाईले आफूले भाग लिन चाहेको ठेक्का खोज्नुपर्छ। तपाई किवर्ड अर्थात् मुख्य शब्दहरू प्रयोग गरेर खोज्न सक्नुहुन्छ, जस्तै रोड कन्स्ट्रक्सन वा बिल्डिङ मेन्टेनेन्स भनेर, वा जिल्ला वा संस्थाको नामबाट फिल्टर गरेर पनि आफूलाई मिल्ने सूचना निकाल्न सक्नुहुन्छ। जब तपाईले आफूले चाहेको ठेक्का फेला पार्नुहुन्छ, त्यसकै छेउमा बिड वा बिड एक्सन भन्ने विकल्प देख्नुहुनेछ। आफ्नो बोलपत्र प्रक्रिया सुरु गर्न त्यहाँ क्लिक गर्नुहोस्। अब तपाई उन प्रोग्रेस बिड्स भन्ने सेक्सनमा पुग्नुहुन्छ। तपाईले भर्खरै रोज्नु भएको ठेक्का यहाँ देखिन्छ। त्यसलाई खोल्न भ्यू टेन्डरमा क्लिक गर्नुहोस्। यहाँ एउटा महत्त्वपूर्ण कुरा याद राख्नुहोला। तपाईले प्रत्येक चरणमा जानकारी भर्दै जाँदा सेभ एन्ड नेक्स्ट बटन थिच्न नबिर्सिनुहोस्। यसो गर्दा तपाईले भरेको विवरण सुरक्षित रहन्छ र कुनै कारणले इन्टरनेट गयो वा कम्प्युटर बन्द भए पनि तपाईको काम खेर जाँदैन। अब तपाई बोलपत्रको मुख्य खण्डहरूमा प्रवेश गर्नुहुन्छ। सामान्यतया टेक्निकल र फाइनान्सियल भन्ने दुई मुख्य खण्ड हुन्छन्। टेक्निकल खण्डमा तपाईले ठेक्काको सूचनामा माग बमोजिमका प्राविधिक कागजहरू अपलोड गर्नुपर्छ, जस्तै तपाईको कम्पनीको अनुभव, काम गर्ने मेसिन उपकरणको विवरण र काम गर्ने जनशक्तिको योग्यता जस्ता कुराहरू। सबै फाइलहरू स्पष्ट र पूरा छन् भन्ने कुरामा ध्यान दिनुहोस्। फाइलको नाम पनि बुझिने गरी राख्नुभयो भने राम्रो हुन्छ, जस्तै कम्पनी अनुभव पत्र PDF। त्यसपछि फाइनान्सियल खण्डमा जानुहोस्। यहाँ तपाईले आफ्नो कम्पनीको आर्थिक स्थिति देखाउने कागज जस्तै अडिट रिपोर्ट वा ब्याङ्क ब्यालेन्स सर्टिफिकेट अपलोड गर्नुपर्छ। अब आउँछ सबैभन्दा संवेदनशील खण्ड अर्थात् प्राइस बिड अर्थात् दर भाउ भर्ने ठाउँ। यहाँ तपाईले आफ्नो दर एकदमै होसियारीपूर्वक भर्नुपर्छ। एकपटक ठेक्काको कागज राम्ररी पढ्नुहोस्। दर कसरी मागिएको छ, प्रति इकाइ हो कि एकमुष्ट हो, कर सम्बन्धी निर्देशन के छ, यी सबै कुरामा सानो गल्ती भयो भने तपाईको सम्पूर्ण मिहिनेत खेर जान सक्छ। त्यसैले अङ्कहरू भर्दा 2 पटक 3 पटक जाँच्नुहोस्। यसपछि तपाईले ठेक्का दस्तुर तिरेको भोचर र बोलपत्र जमानत अर्थात् बिड सेक्युरिटी वा त्यसको ग्यारेन्टी पत्र अपलोड गर्नुपर्छ। यो ठेक्कामा भाग लिनका लागि अनिवार्य हुन्छ। अन्त्यमा एडिसनल डकुमेन्ट्स भन्ने सेक्सन आउँछ। यहाँ तपाईले स्वघोषणा पत्र अर्थात् सेल्फ डिक्लेरेसन, अतिक्तियारनामा अर्थात् पावर अफ एटर्नी, आफ्नो कम्पनी दर्ताका कागजहरू र ठेक्कामा विशेष रूपले मागिएका अन्य प्रमाणपत्रहरू अपलोड गर्नुपर्छ। सबै कागजहरू र विवरणहरू भरिसकेपछि अन्तिम चरणमा जेनेरेट ओटिपीमा क्लिक गर्नुहोस्। फेरि एकपटक तपाईको इमेलमा नयाँ कोड आउँछ। त्यो कोडलाई हाल्नुहोस् र सबमिट बटन थिच्नुहोस्। यदि सबै कुरा ठिक छ भने स्क्रिनमा तपाईको बोलपत्र सफलतापूर्वक पेश भएको जानकारी आउँछ।
बधाई छ, तपाईले आफ्नो पहिलो वा अर्को ठेक्का सफलतापूर्वक भर्नुभयो। जाँदा जाँदै केही थप कुराहरू। सधैँ अन्तिम समय नकुर्नुहोस्। सकेभर 1-2 दिन अगाडि नै बोलपत्र पेश गर्नुहोस्। अन्तिम समयमा इन्टरनेट स्लो हुने वा सर्भरमा समस्या आउने रिस्क हुन्छ। तपाईले अपलोड गर्ने फाइलहरूको साइज र फर्मेट जस्तै पीडीएफ, जेपीजी ठेक्काको निर्देशन अनुसार छ कि छैन पक्का गर्नुहोस्। र फेरि पनि भन्छु, प्रत्येक चरणमा आफ्नो काम सेभ गर्न नबिर्सनुहोस्। यो प्रक्रिया सुरुमा जटिल लागे पनि 2-4 पटक गरेपछि बानी पर्छ। धैर्य र ध्यान यसको सफलताको सूत्र हो। तपाईको निर्माण व्यवसायको यात्रा सफल रहोस्। यो जानकारी उपयोगी लागेमा अरू साथीहरूलाई पनि शेयर गर्नुहोला। निर्माण र ठेक्कापट्टा सम्बन्धी जानकारीका लागि च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। नमस्ते।